हाँसिएर हो उसको तर हाँसै साह्रो मिठो छ। ल ल के भन्नुहुन्छ के भन्नु न के भनिदिनु न अन्त भाइलाई यसो सपोर्ट गर्नु भनिदिनुहोस् न। नयाँ नयाँ हो यसो मेन कुरो चाहिँ फलो गरिदिनु भन्नुहोस्। ल सुनिहाल्नु भयो तपाईँहरूले मलाई चाहिँ फलो गर्नु चाहिँ नबिर्सिनु होला फेसबुकमा है। यहाँ चाहिँ हाम्रो आज्ञा है हाम्रो एकदमै हार्डवर्किङ आज्ञा आफ्नो काममा चाहिँ यस्तो व्यस्तता राख्नुहुन्छ कि अब बोल्ने समय मलाई हेर्नेसम्म टाइम छैन आज्ञाको मान्दा हेर्नु त यहाँनिर। हेलो गुड मर्निङ अनि सेवान्ने मेरो सम्पूर्ण युट्युब च्यानलको फ्यामिलीलाई साथै मेरो फेसबुकमा मसँग साथ दिनुहुने सम्पूर्ण फ्यामिलीलाई पनि एकदम वेलकम अनि गुड मर्निङ भन्न चाहेँ है। आशा छ तपाईँहरू सन्चै हुनुहुन्छ होला, सबैजना एकदम बिन्दास हुनुहुन्छ होला, म पनि एकदम बिन्दास छु है। र आज चाहिँ म मल्ली गइरहेको छु, अफिस जाँदैछु, अलिकति काम छ त्यहाँनिर अफिसमा है। र खुसी लाग्छ तपाईँहरूले यसरी मलाई भिडियोमा साथ दिइरहनु भएको छ है। र आउँदो भिडियो पनि तपाईँहरूले यसरी नै माया सपोर्ट दिनुहुनेछ भनेर आशा गरेको छु। र यो भिडियो चाहिँ मैले स्पेसली बनाएर मैले युट्युबतिर लाउने गरेको छु मेरो युट्युब च्यानललाई, जुन चाहिँ मैले भर्खर खोलेको छु। पुरानो च्यानल चाहिँ मेरो अलिकति त्यसमा राम्रो सब्सक्राइबर भएको च्यानल चाहिँ मैले अलिकति त्यसलाई कन्टिन्यू राख्नु नसक्दाखेरि अलिकति त्यो छुट्यो है। र फेरि यसलाई नयाँ च्यानल बनाएर यसमा 3-4टा भिडियो भर्खर स्टार्टिङमा पोइन्टमा मात्रै छु। र आशा छ तपाईँहरूले पहिले जस्तै नै फेरि यो युट्युब च्यानललाई पनि तपाईँहरूले मलाई ग्रो गर्नुमा साथ दिनुहुनेछ। र युट्युब च्यानलको लिङ्क चाहिँ सबैभन्दा पहिले तपाईँले स्टार्टिङको पोइन्टमा नै देख्नुहुनेछ। र बिस्तारै अब म घरबाट निस्किन्छु र मसँग बहिनी पनि जान्छ, दिव्या बहिनी पनि जान्छ है। बहिनीलाई पनि रिसिभ गरेर उसँगै हामी सायद 2जना जान्छौँ होला। ऊ पनि मैले अफिसमै ड्युटी छ उसकै, ऊ पनि जान्छ। र अन्तमा भिडियोलाई अन्तिमसम्म हेरेर इन्जोय गर्नु होला भन्न चाहन्छु। र जतिजनाले पनि मलाई साथ सपोर्ट दिइरहनु भएको छ एकदम मनबाट तपाईँहरूको आभारी छु। र आउँदो भिडियोहरूमा पनि यसरी नै माया सपोर्ट दिइरहनु हुनेछ भन्ने आशमा अब भिडियोलाई म अगाडि फेरि लान चाहन्छु है त है। ल ठिकै छ, अब अहिले के कसो हुन्छ, कहाँ हामी जान्छौँ, कहाँ पुग्छौँ होइन अफिसै पुग्छौँ, अफिस जान्छ, अफिसतिर गएको बाटोतिरको भिडियोहरू तपाईँलाई देखाउनुवाला छौँ त है। तपाईँसम्मलाई हेर्दै गर्नु होला है त है। ल बहिनीलाई पनि भेटेँ मैले है। अब ल हाई भन्दै यता फर्केर ल बहिनीलाई पनि भेटेँ है। अब बहिनी र म चाहिँ जाँदै गरेको अलिक ढिलो भयो, नरिसाउ अब जे जति होला जाउँ बिस्तारै। ल जाउँ है बिस्तारै। ल अब फेरि हामी यहाँबाट लागेको है, रोडमा आइपुग्यो, बहिनीलाई पनि भेटेँ। अब ओह्रालो गएको कहाँ कस्तो के हुन्छ हामी है बिस्तारै भिडियोहरू सायद हाल्दै जान्छु होला बिस्तारै। ल अन्तिमसम्म हेर्नु होला भन्न चाहन्छु भिडियोलाई, कस्तो के लाग्छ तपाईँलाई है। हाँसिएर हो उसको तर हाँसै साह्रो मिठो छ। ल ल बाई बाई भएर भेटौँ है अब। ल हामी बजार पनि बल्ल आइपुग्यो है। र मैले चाहिँ यहाँ पार्किङ गरेको छु, यहाँ पार्किङ गरेँ, बहिनीले यहाँ गरेको छ हो, बहिनीले यहाँ राख्यो उसको स्कुटी है। अहिले चाहिँ निकै कुदाउने भइसकेको छ हाम्रो बहिनी पनि। र मल्लीमा चाहिँ हाम्रो सुम्बुक भन्दा चाहिँ फेरि मल्ली चाहिँ डबल ट्रिपल गरम जस्तो हो। हजुर खान्छु। र मल्ली बजार पनि आइपुग्यो है। ल कस्तो लाग्यो तिमीलाई आज कुदाएर? होइन हौ तर पनि त मसँग आएको नि त आज गरम चाहिँ हेभी है, तर प्रो भइसकेको छ तिमी त। म छक्कै परेँ, हाइवेमा त साथी हो मलाई नै नागेर गयो नि उसले। हाइवेमा त मलाई छोडिराख्यो है। म त सोचेको थिएँ नि यति साह्रो कुदाएको छ भने। स्कुल पनि लागिरहेको छ यहाँनिर। ल बजार पनि आइपुग्यो, यस्तो गरम रहेछ आज। बहिनी रहेछ यहाँनिर, बहिनी है भन न हौ कति क्युट हो। ल गरम भयो खै यताबाट गर एकछिन पक्ड न। तिर्खा लाग्यो हेपी। ल साथीभाइ अब मैले आइपुग्यो हामी हो दुःखसुखो हेपी गरम रहेछ। अहिले के हुन्छ हेरौँ, अब अफिसमा पुगेर भिडियो गर्नु सुट गर्नु सक्यो भने गरौँला देखाउँ न तपाईँलाई, नभए चाहिँ फेरि अगाडि के हुन्छ त्यही देखाउँछु, हेर्दै गर्नु होला भन्न चाहन्छु है। ल अहिले ल अफिस पनि पुग्यो है। अफिसमा काम भइरहेछ यसरी, हाम्रो दिदीहरूले एकदम काम चलिरहेछ डिमान्डको है। हाम्रो स्वस्तिका दिदी यहाँनिर 4जना सबैजना काम गरिरहनु भएको छ, एकदम बिजी हुनुहुन्छ उहाँहरू, बिजी हुनुहुन्छ। ल
के भन्नुहुन्छ के भन्नु न के भनिदिनु न अन्त भाइलाई यसो सपोर्ट गर्नु भनिदिनुहोस् न नयाँ नयाँ हो यसो मेन कुरो चाहिँ फलो गरिदिनु भन्नुहोस् ल सुनिहाल्नु भयो तपाईँहरूले मलाई चाहिँ फलो गर्नु चाहिँ नबिर्सिनु होला फेसबुकमा है ल अफिसमा काम हुँदैछ हल्का फुल्का होइन सबैजना काममा व्यस्त हुनुहुन्छ सबैजना अहिले होइन बिजी हुनुहुन्छ अफिसको सराउन्डिङ ल अब निस्किने बेला पनि हुँदैछ अफिसबाट है अब कामहरू पनि सक्यो मोटामोटीहरू अब निस्किनुपर्छ एकछिन ल अब चाहिँ सब्जी लैजाउँ त अलिकति है के सब्जी पाइन्छ अलिकति सब्जी लैजाउँ सब्जी त एकदम फ्रेस प्याज टमाटर तुने बुढी लैजाउँ के जस्तो लाग्यो पोहाको 20 रुपियाँ ल तुने बुढी पोहाको 20 रुपियाँ म अब सब्जी एक सानो लानुपर्छ होला एउटा तिमी के लाने यहाँ मुनि मजा गर्छ है सब्जी त हो यो राख त यहाँ मजा गर्छ तुने बढी त मजा ल सब्जी अब ड्युटी सक्यो अब सब्जी लगेर जानेवाला घर यो त बेसी हो नि पावा बेसी हो नि छुट्याइदिन्छ नि होइन हजुर वेट गर्नुहोस् कि कति हुँदो रहेछ एक पावा कति हुँदो रहेछ पहिले उयो गर्नुहोस् कि मिलाउनुहोस् कि कम्ती लाग्यो भने थपेर लान्छु नि त अलिक बेसी गरममा त लौका पनि रहेछ ल एकदम दामी सब्जीहरू छ है यो ब्यागमै के लाने ल सब्जी किन्दैछ अहिले है सब्जी किनिसकेर भेटौँला तपाईँहरूसँग फेरि पनि है ल अब खाजा पनि खायो है अब चाहिँ बिचमा आएर मेरो खाजा चाहिँ आलु थुक्पा बहिनीले त्यहाँ आलु मिमी ल अब चाहिँ हेभी गरम खाजासाजा खाएर अहिले तपाईँलाई बाटोमा देखाउँछु ल अब भने चाहिँ म घर आइपुगेँ है बल्ल घर आइपुगेँ अब चाहिँ धेरै रात पनि पऱ्यो है बत्ती बलिसक्यो घरतिर आमा यता हुनुहुँदो रहेछ के युट्युब के हेर्नु हुँदैछ गरम चाहिँ हेभी है र आमा यहाँ हुनुहुन्छ ल हजुरलाई आजलाई यति नै थिएँ है आजको भिडियोमा आजको यो सानो मेरो ब्लगमा यति नै देखाउन चाहेँ आज अफिस गएर अफिसको कति कामहरू गर्नुपर्ने थियो कामहरू गराइभयो र विशेष गरी बाटोको भिडियो चाहिँ मैले राख्न सकिनँ किनकि अलिकति हतारमा थिएर चाहिँ त्यो भिडियोलाई लिन सकिनँ र आज त्यस्तै भयो गरम त्यस्तै थियो धेरै नै गरम थियो आमाको कसरी गयो दिन आज युट्युब हेरेर गयो आमाको दिन आज ल आमा युट्युब हेरिरहनु भएको छ धेरै गरम भएको होला सायद अलिक बोल्नु भएको छैन ल थ्याङ्क यू सो मच जतिजना मसँग अहिलेसम्म जोडिनु भएको छ हजुर सम्पूर्ण थ्याङ्क यू सो मच र आशा छ अगाडिको भिडियो चाहिँ तपाईँले यो भिडियोलाई पनि धेरै सपोर्ट र माया दिनुहुनेछ भनेर र अब भने चाहिँ अब लुगासुगा फेरेर सबै सामान थन्काएर चाहिँ फेरि अब साँझ पखदेखि टिपेर जुन चाहिँ बिहानदेखि छुटेको काम थियो त्यो कामलाई कन्टिन्यू गर्नुपर्ने हुन्छ विशेष गरी चाहिँ खानासाना बनाउनु पर्ने होइन अब घाँससासहरू मिलाएर चाहिँ गर्नुपर्ने हुन्छ र थ्याङ्क यू सो मच भन्न चाहन्छु फेरि पनि हजुरलाई र भिडियो मन परेमा लाइक कमेन्ट सेयर अनि मेरो च्यानललाई सब्सक्राइब युट्युब च्यानललाई र फेसबुकलाई चाहिँ फलो गर्नु नबिर्सिनुहोस् ल भन्न चाहन्छु है त ल बाई बाई